अमृत भवानी माध्यमिक विद्यालय विज्ञान तथा कला प्रदर्शन। हाम्रो एउटा भाइले डोको बुनेर देखाउँदैछन्। बाबु के गर्न लाग्यो? कति समय लाग्छ एउटा डोको बुन्न? 2 घन्टा लाग्छ एउटालाई। यो चोया ल कसरी यसो बुनेर देखाउ त, सुरु गर त। के बेस बनाएको बाबु? हजुर सर, बेजरी। यो के गरेको यो? यसबाट सेप लिएर गराउने हो? ए यसलाई के भन्छ यो दुईटा राखेकोलाई? यसलाई बेजरी नै भन्छ, बुन्दी जाँदै डोको भन्छ। चट्टा राखेर बढाएर बनाउने रहेछ। अब यतातिर हाम्रो 2 जना आमाहरूको गरै गफै सकिया छैन है। कति कुरा गर्नु थियो, बल्ल बल्ल भेट भएको छ होइन। उयो बेला भागे बस्ने गफ गर्दै घाममा बसेर चट्टल्ल। यो पनि यही बाबुले नै बुनेको डोको हो। यो कति वर्ष भयो डोको बुन्न लाग्यो? सिकेको? कोबाट सिकेको डोको बुन्न? घरबाटै? बाबाले सिकाउनु भएको? यो सबै बाबुले नै बुनेको डोको थुम्सीहरू हो। यहाँ बिक्रीको लागि पनि हो। कति छ यसको पैसा? किन नि यसलाई महँगो? यो नयाँलाई टाढाबाट ल्याउनु पर्छ, एउटालाई 20 रुपियाँ भन्दा बढी पर्छ। त्यसैले यो के हो? यो यसको बारेमा यसो जानकारी गराउनु त। गोल्केट डोको हो। यो 3टा बुनिन्छ, एउटा बुनिन्छ, तर सानो भयो नि। कति पर्छ यसको? अब यसलाई त 200 जति।